हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ दिपेन बाबुको बर्थडे हो। हाई गरिदेऊ, हाई गरिदेऊ। हामी चाहिँ यो बर्थडेको तयारी गर्दैछौँ। के हुन्छ अब आज बर्थडेमा पुरा भिडियो हेर्नु होला। लक्ष्मी हजुर कस्तो छ यो हजुरको टेस्ट? मिठो छ कि कस्तो छ? यहाँ चाहिँ हाम्रो किरण दाई खसीको मासु बनाउँदै हुनुहुन्छ। कस्तो अनुभव भइरहेको छ? ए भाइ भोपाल भोपाल यहाँ चाहिँ यस्तो छ अहिले चाहिँ सिचुएसन यहाँ। हाम्रो तयारी चाहिँ अहिले चल्दैछ। म चाहिँ बेलुन फुक्ने गर्ने कि हाम्रो किरण दाई चाहिँ अलराउन्डर हो, जे पनि गर्न जान्नुहुन्छ उहाँ। हजुरले नजानेको चाहिँ के छ गर्न भन्नु? नजानेको भनेको मैले चाहिँ अहिलेसम्म चाहिँ अब होइन मैले नजाने भने चाहिँ केही पनि पाइएन यत्रो बेर चाहिँ। अहिलेसम्म केही पनि पाएन होइन। अब पछि समयअनुसार के हुन्छ अब बिस्तारै जे केही निक्लिहाल्यो भने। एज अ डक्टर चाहिँ होइन है मलाई। एज अ डक्टर चाहिँ होइन, तर हजुरले कुन कुन बेला कुन औषधि खायो नि त हजुरले जान्नुहुन्छ नि होइन? त्यो चाहिँ हो फेरि होइन। त्यो त हो। तै पनि अब एज अ नजाने भनेको चाहिँ के हो त मैले अब अपरेसन गर्न एज अ डक्टर। अपरेसन चाहिँ अहिलेसम्म गर्न छैन। इन्जिनियरिङ सब बनाइरहने हो बनाइरह्यो। तर हजुरमा एउटै मान्छेमा यत्रो नलेज चाहिँ क्यारी गयो होला। यो चाहिँ अब मलाई यसको श्रेय चाहिँ मेरो श्रीमतीलाई जान्छ क्या। ल भाउजू हजुर भनिदिनुहुन्छ मेरो होइन कसरी त यसरी अलराउन्डर जे कुरा पनि जान्ने हुनायो। ए आमा बाबाले सिकाउनु भयो। बर्थडे बोयको आमाको खबर के छ? के गर्दै हुनुहुन्छ हजुरले? कस्तो कस्तो फिल भइरहेको छ हजुरलाई? एकदम पुरै ह्याप्पी फिलिङ। अनि के छ आज के कतिजना आउने भन्नुभएको छ यहाँ? कति पुरै के प्रोग्राम हुँदैछ हाम्रो? कति धेरै अनि भन्नु न भन्नु। प्रोग्राम के हुनु नि पियाज काट्ने बिचरा आँखाबाट आँसु आएको छ, रुनी आँखाभरि आँसु। गाइज म चाहिँ यहाँ बन्दा काट्दैछु, भाउजू चाहिँ डेकोरेसन गर्दै। धनियाँ हाल्नै बाँकी छ। धनियाँ हालेको थियो क्या खासमा। अन्त गाइज लक्ष्मी भाउजूले मैले चाहिँ टक्कै यहाँ बेलुन पनि राखिसकियो। टक्क हामीले त्यहाँ यस्तो कालो टेपले अडाइयो। पहिला चाहिँ पानी टेपले अडाउनै सकिएन हामीले। गाइज यस्तो क्युट बेलुन गाइज। भयो यताको लगभग। यहाँ चाहिँ हाम्रो बर्थडे बोय छन्। यता हेर दिपेन, हाई गर, ह्याप्पी बर्थडे, थ्याङ्क यू भन। थ्याङ्क यू गाइज। मैले प्याज पनि काटिसकेको छु। गाइज मेरो भागमा चाहिँ चाउमिन पकाउनेको जिम्मा परिरहेछ। गाइज यहाँ भाँडा मान्ने काम चाहिँ मेरो पर्यो। अब म भाँडा मार्दैछु। मिलाएर आउँछु बरु मलाई बिहान परिवारले भन्नुहुन्छ चाहिँ पकौडाहरू हुन्छ अलिक परैलाई पनि आइसक्ने भयो। मिसो त्यही त हेर्दैन। हेलो कस्तो भइरहेछ दाइ? एकदम हतार हतार अब यही हो हतार हतार रमाइलो। बाबुको बर्थडेको तयारी गर्दै होइन। नाच्दै दिपेन नाच्दै अब यताबाट नाच नाच नाच। बर्थडे बोय नाचे, बर्थडे बोय नाचे। ल बर्थडे बोय। हेलो दिपेन, आज के हो तिम्रो? आज के हो थाहा छ? आज तिम्रो बर्थडे हो। डु यु नो वाट इज टुडे? योर बर्थडे? वाट? टुडे इज योर बर्थडे? या वी आर गोइङ टु सेलिब्रेट योर बर्थडे या? हजुर होटेल म्यानेजमेन्ट गर्नुभयो नि है? खानाहरू त हजुरले बनाउनु पर्ने हो नि आज। सब बिर्सक्यो नि बनाउँथ्यो नि। कस्तो राम्रो तरकारी काट्नुभयो नि। गाइज यहाँ चाहिँ खाना रेडी भइसकेको छ। टक्क लाएर
हेर्नुहोस् यहाँ के छ सबैलाई नमस्ते एकैपल्ट किरण भाइ How's it going, bro? Tired, bro. What, bro? What happened, bro? Oh, what the अनि दाइ कस्तो भइरहेछ बर्थडे चिल चिल भइरहेछ भाइ के भइरहेछ के गर्नुभयो के कस्तो भइरहेछ रमाइलो गर्नुहुन्छ नि पुरै मस्त मलाई त एकदम मस्ती भइरहेछ के खाने भयो भन्नु है के खाने भयो भन्नु ए फुल डबल खाइसकेँ मैले त हेलो दिदी कस्तो भइरहेछ बर्थडे ए बच्चा हेऱ्यो बस्यो यस्तै भइरहेछ दाइ कस्तो भइरहेछ आज बर्थडे पार्टी राम्रो रमाइलो भइरहेछ है एकदम रमाइलो चिल हो नि केही चाहियो भने भन्नु है ल हुन्छ भाइ हस् भैया पछाडि I wonder how old that song is. अझै कसको बर्थडे आउन आऊ तिम्रो मेरो फोटो खिच्ने कि तिमी त बर्थडे गयो नि त अब तिम्रो मेरो फोटो खिच्ने सकियो ल फाइनली अलमोस्ट बर्थडे सिद्धिसक्यो होला है कस्तो भयो एकदम ह्याप्पी यस्तो गरिदिनु नि त कस्तो भयो भाउजू धेरै राम्रो इन्जोय गरेर साथीहरु केही पनि अहिले पनि सके छैन अझै इन्जोय गर्न बाँकी छ डान्स गर्न बाँकी छ अहिले
अब अमित दाई अञ्जना भाउजूको डान्स हेर्न पाइन्छ होला नि त आज बाई ल गाइज यहाँ चाहिँ तास जमिरहेको छ त्यो चाहिँ नहाल है फेसबुक टिकटकमा गाइज थ्याङ्क यू फर वाचिङ र म आज बर्थडेको यो ब्लग यही इन्ड गर्छु बाई बाई तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला धन्यवाद थ्याङ्क यू फर वाचिङ